भोलि बिहान उड्दा अचानक हामीले थाहा पायौँ भने के होला, हिजो मात्रै आफ्नो परिवारको भविष्य र स्वास्थ्य सुरक्षाका लागि भनेर खाइ नखाई जम्मा गरेको जीवन बीमाको प्रिमियम रकम खै कुन सुरक्षित राष्ट्रिय ढुकुटीमा हुनुपर्ने तर शेयर बजारका केही सीमित ठूला खेलाडीहरूको खल्तीमा पो पुगिसकेको छ रे। ओहो, यो त सुन्दा नै आङ सिरिङ्ग हुने कुरा भयो है। नि बाहिरबाट हेर्दा त हाम्रो वित्तीय प्रणाली एकदमै सुरक्षित नियमसङ्गत चलिरहेको जस्तो लाग्छ। तर नेपाल धितोपत्र बोर्डले भर्खरै सार्वजनिक गरेको एउटा ऐतिहासिक रिपोर्टले यो विश्वासको जग नै हल्लाइदिएको छ। एकदमै हल्लाइदिएको छ। त्यही त, यस रिपोर्टले करिब 4 अर्ब रुपैयाँको, जसलाई उनीहरूले भूतिया कारोबार अर्थात् फ्यान्टम ट्रेड भनेका छन्, त्यसको पर्दाफास गरेको छ। यो सुन्दा त कुनै हलिउडको थ्रिलर चलचित्र जस्तो लाग्छ, तर यो हाम्रै पुँजी बजारको डरलाग्दो यथार्थ हो। यो विषय बाहिरबाट सुन्दा जति सनसनीपूर्ण छ नि, यसको भित्री तहमा पसेर हेर्दा झनै कहाली लाग्दो छ। आजको यस विस्तृत मन्थनमा हामी उपलब्ध स्रोत सामग्रीलाई आधार मानेर यो सम्पूर्ण घटनाक्रमको चुरोकुरो खोतल्नेछौँ। एकदम। कसरी भयो त यो सबै? त्यही त, व्यवसायी दीपक भट्ट र उनको समूहले कसरी आम मानिसको पैसालाई आफ्नो व्यक्तिगत फाइदाका लागि प्रयोग गरे, त्यो संयन्त्र हामी डिकोड गर्नेछौँ। तर भनौँ न, हाम्रो उद्देश्य यतिमा मात्र सीमित छैन है। अरू के छ त? यो केवल 2-4 जनाले गरेको सामान्य आर्थिक अपराध मात्रै होइन नि। यसले त हाम्रो नेपालको पुँजी बजार, बीमा क्षेत्र अनि समग्र नियामक निकायको संरचनामै कति गहिरो धमिरा लागेको रहेछ भन्ने कुरालाई उदाङ्गो पार्छ। आज हामी त्यही प्रणालीगत असफलताको पनि गहिरो विश्लेषण गर्नेछौँ। सही कुरा। ल, यसलाई अलिकति केलाएर हेरौँ। आखिर यो 4 अरब रुपैयाँको चक्रव्यूह रचियो चाहिँ कसरी? यसको प्रक्रिया अलि रोचक छ। स्रोत सामग्रीले त यसलाई विभिन्न चरणमा व्याख्या गरेको छ, तर मलाई चाहिँ नि यो पुरै प्रक्रिया एउटा अनौठो पसलको कथा जस्तो लागिरहेको छ। पसलको कथा? कस्तो पसल? मानौ न, एउटा ठूलो पसल छ जहाँ एकजना प्रभावशाली व्यक्ति जान्छ र 1 रुपियाँ पनि नतिरिकन असीमित सामान उधारोमा लिएर आउँछ। खल्तीमा सुक्को छैन, तर सामान जति पनि लान पाइने। बाफरे, त्यस्तो पनि हुन्छ र? त्यही त। अनि त्यसपछि उसले आफ्नै साथीभाइको एउटा समूह बनाएर बजारमा त्यो सामानको कृत्रिम माग बढाउँछ, हल्ला फिजाउँछ, जसले गर्दा त्यो सामान्य सामानको मूल्य रातारात सुन जत्तिकै आकाशिन्छ। के यो घोटालाको सुरुवात पनि ठ्याक्क यही बिन्दुबाट भएको होइन र? तपाईले दिएको त्यो पसलको उदाहरणले यहाँको वास्तविकतालाई धेरै हदसम्म छर्लङ्ग पार्छ। तर यहाँ त्यो पसल भनेको चाहिँ भ्रिकुटी स्टक ब्रोकिङ हो। भ्रिकुटी स्टक ब्रोकिङ हो। स्रोत सामग्रीले स्पष्ट पारेको छ कि भ्रिकुटी स्टक ब्रोकिङले दीपक भट्ट र उनको समूहलाई बिना अग्रिम रकम अर्थात् शून्य मौजातमा असीमित क्रेडिट लाइन दियो। शून्य मौजातमा भनेपछि अलिकति पनि पैसा नराखे। ठ्याक्कै। हेर्नुहोस्, एउटा सामान्य लगानीकर्ताले बजारमा 10 किता सेयर किन्नु पर्यो भने पनि पहिले कोल्याट्रल राख्नुपर्छ, ब्याङ्क खातामा पैसा हुनै पर्छ। हो नि, सिस्टमले नै दिँदैन नत्र त। तर यहाँ त खल्तीमा 1 रुपियाँ नभइकन अर्बौं रुपियाँको सेयर उनीहरूको डिम्याट खातामा धमाधम जम्मा भइरहेको थियो। यो कुनै सामान्य ब्याङ्किङ वा ब्रोकर अभ्यास हुँदै होइन। एकछिन, म यहाँनिर अलिकति रोक्न चाहन्छु। पैसा नै नतिरी उधारोमा सेयर त हात पर्यो, ल ठिक छ, तर सस्तोमा आएको सेयरलाई महँगो बनाउने जादु चाहिँ कसरी भयो त? त्यही त मुख्य खेल हो। कृत्रिम माग सिर्जना गरियो वा झुटो कारोबार भयो भनेको सुन्दा त सजिलो लाग्छ, तर प्राविधिक रूपमा सेयर बजारको स्क्रिनमा यो कसरी सम्भव हुन्छ? हो, यहाँनिर वाश ट्रेडिङ, जसलाई झुटो कारोबार पनि भनिन्छ, त्यसको खेल सुरु हुन्छ, जुन बुझ्न अत्यन्त जरुरी छ। वाश ट्रेडिङ, यसलाई अलि सजिलो भाषामा भन्नुपर्दा? यसलाई एउटा सामान्य दृश्यबाट बुझौँ है। मानौ 2 जना व्यक्ति एउटै कोठामा 2टा ल्यापटप लिएर बसेका छन्। एकजनाले एउटा सेयर 100 रुपियाँमा बेच्ने अर्डर सिस्टममा राख्छ, अर्कोले तत्काल त्यही सेयर 100 रुपियाँमा किन्ने अर्डर राख्छ। आफूमै हो नि। त्यसको 1 सेकेन्डपछि किन्ने व्यक्तिले त्यही सेयर 105 रुपियाँमा बेच्न राख्छ। पहिलो व्यक्तिले तुरन्तै किन्छ। सेयरको प्रमाणपत्र उनीहरूबीच मात्रै मिलिसेकेन्डमा यता र उता भइरहेको छ। ओहो, भनेपछि बाहिर कसैलाई थाहै नदिई भित्रभित्रै मूल्य बढाइयो। ठ्याक्कै। बाहिरबाट हेर्दा नियामक निकायको सिस्टममा वा आम लगानीकर्ताको स्क्रिनमा के देखिन्छ त? ओहो, यो सेयरको त बजारमा भयानक ठूलो माग पो रहेछ, लगातार मूल्य बढिरहेको छ।
कृत्रिम हाइप क्रिएट गरियो। हो। यसरी वास्तवमा कुनै नयाँ लगानीकर्ता नभित्रिएकन कागजमा मात्र खरिद बिक्री गरेर मूल्यलाई अस्वाभाविक रूपमा आकाशिने बनाइयो। भनेपछि त्यो एउटै सामानलाई आफूमा बेचेर सुन बनाइयो। तर कथा यहाँ सकिँदैन नि। सकिँदैन। किनकि जतिसुकै मूल्य बढाए पनि त्यसलाई साँच्चै पैसा तिरेर किन्ने कोही न कोही बकरा त चाहियो नि। अनि अघि मैले भनेको पसलको एनालोजी फेरि जोड्न मन लाग्यो। सामान त महँगो भयो, अब त्यो महँगो सामान कसलाई भिराउने त? एकदम सही ठाउँमा जोड्नुभयो। अघिको त्यो पसलको एनालोजीमा फर्कने हो भने नि यो त्यो बिन्दु हो जहाँ उनीहरू पसलको ढोक्का थुन्छन् र भित्र रहेका निरीह ग्राहकहरूलाई त्यो अचाक्ली महँगो पारिएको सामान जबरजस्ती किन्न बाध्य पार्छन्। बाफ्रे, अनि यहाँ ती निरीह ग्राहक चाहिँ को थिए नि? ती थिए हिमालयन रिइन्स्योरेन्स, हिमालयन लाइफ इन्स्योरेन्स लगायतका ठूला बीमा कम्पनीहरू। जहाँ आम मानिसको पैसा हुन्छ। हो नि। उनीहरूले बजारका सामान्य चतुर लगानीकर्तालाई त्यो सेयर बेचेनन्, किनकि बजारले त्यो कृत्रिम मूल्यलाई पत्याउँदैन थियो। उनीहरूले आफ्नै नियन्त्रणमा रहेका संस्थाहरूलाई प्रयोग गरे। भनेपछि आफ्नै नियन्त्रणमा भएको ठाउँमा भिराए। यहाँको सबैभन्दा विडम्बनापूर्ण पक्ष के हो भने ती बीमा कम्पनीहरूको सञ्चालक समितिमा तिनै व्यक्तिहरूको पकड थियो जसले त्यो कृत्रिम रूपमा मूल्य बढाइएको सेयर होल्ड गरिरहेका थिए। भनेको आफै बेच्ने अनि आफै किन्ने निर्णय गर्ने? ठ्याक्कै त्यही त। उनीहरूले बोर्ड मिटिङमा बसेर निर्णय गराएर आफ्नो व्यक्तिगत खातामा रहेको त्यो महँगो सेयर बीमा कम्पनीलाई किन्न लगाए। ओहो। हजारौं साना लगानीकर्ता र बीमा गराउने सर्वसाधारणको प्रिमियम रकम सिधै भट्ट समूहको खल्तीमा गयो। नाफा उनीहरूको व्यक्तिगत भयो, तर त्यसको भारी र जोखिम चाहिँ पब्लिक लिमिटेड कम्पनीको टाउकोमा थोपरियो। यो त साँच्चै नै दिन दहाडे भएको डकैती जस्तै पो भयो त। यहाँनिर कुरा साँच्चै रोचक बन्छ है, किनकि हामीले कुनै अमूर्त प्रणाली वा नचिनेका भूतहरूको मात्र कुरा गरिरहेका छैनौं। यसमा स्पष्ट अनुहारहरू छन्। एकदम स्पष्ट नामहरू नै किटान गरिएका छन् नि स्रोतमा। हो, स्रोतमा उल्लेखित तथ्याङ्क हेर्ने हो भने त जो कोहीको आङ सिरिङ्ग हुन्छ। कुल 3 अर्ब 80 करोड रुपैयाँ भन्दा बढीको उधारो शेयर कारोबार। बाफरे, 3 अर्ब 80 करोड। अनि दीपक भट्ट एक्लैले 2 अर्ब 79 करोड 20 लाख रुपियाँ तिर्न बाँकी छ रे। राजबहादुर शाहको 79 करोड 70 लाख, शुभी अग्रवालको 62 करोड 89 लाख र ऋषिराज मोरको 23 करोड रुपियाँ बक्यौता छ। ठूलो रकम हो यो। यति मात्र कहाँ हो र? सन्दीप चचान र शेखर गोल्छा, रोहित गुप्ता जस्ता व्यापारिक घरानाका नामहरू पनि यो सूचीमा जोडिएका छन्। तर मेरो दिमागमा एउटा ठूलो प्रश्न घुमिरहेको छ। के प्रश्न? महिनौसम्म यत्रो अर्बौं रुपियाँ नतिर्दा कानून चाहिँ के हेरेर बसेको थियो? के धितोपत्र ऐनमा यस्तो कार्यलाई रोक्ने कुनै कानूनी हतियार नै छैन र? होइन, कानून नभएर यस्तो भएको पक्कै होइन। धितोपत्र सम्बन्धी ऐन 2063 मा एकदमै स्पष्ट र कडा व्यवस्थाहरू छन्। कानून त छ नि। धितोपत्र बोर्डको यो रिपोर्टले नै औलाएको छ कि आरोपित व्यक्तिहरूले ऐनका विभिन्न दफाहरू, विशेष गरी दफा 94, 95, 96 र 98 को सिधै उल्लङ्घन गरेका छन्। यी दफाहरूले बजारलाई म्यानिपुलेट गर्ने कार्यलाई गम्भीर आर्थिक अपराध मान्छन्। यी दफाहरूले प्राविधिक रूपमा के भन्छन् त आम श्रोताले बुझ्ने गरी भन्नुपर्दा? उदाहरणका लागि भनौँ न, दफा 96 ले धितोपत्र बजारको मूल्य श्रृङ्खलालाई प्रभावित पार्ने कामलाई कसुर मान्छ। भनेको कृत्रिम मूल्य बढाउने काम? एकदम सही। कृत्रिम रूपमा माग सिर्जना गरेर मूल्य बढाउनु गैरकानूनी हो। अनि अघि हामीले जुन वाश ट्रेडिङ वा झुटो कारोबारको कुरा गर्यौं नि, जहाँ कागजमा मात्र शेयर हस्तान्तरण भएको देखिन्छ तर वास्तवमा स्वामित्व परिवर्तन हुँदैन, त्यो चाहिँ दफा 98 अन्तर्गतको जालसाजी युक्त कारोबार हो। भनेपछि कानूनमा स्पष्ट छ। हो नि। बोर्डको निष्कर्ष अनुसार दीपक भट्ट र सन्दीप चचान विरुद्ध झुटो कारोबार र जालसाजीका यी सबै दफाहरू आकर्षित हुन्छन्। शुभी अग्रवाल, राजबहादुर शाह र ऋषिराज मोर विरुद्ध पनि यही कानून अनुसार कसुर भएको औल्याइएको छ। कानूनको पानामा त सबै कुरा लेखिएकै रहेछ, तर मलाई यहाँनिर अलिकति प्रतिप्रश्न गर्न मन लाग्यो है। भन्नुस् न।
यो कारोबार गत वर्षको वैशाखदेखि सुरु भएर असार, साउन हुँदै माघसम्म चलिरह्यो, झण्डै 10 महिना। 10 महिना लामो समय हो। एउटा सामान्य सर्वसाधारणले ब्याङ्कको एउटा किस्ता तिर्न 1 हप्ता ढिलो गर्यो भने कालो सूचीमा पर्ने डर हुन्छ, फोनको घण्टी बजेर हैरान हुन्छ। त्यो त हो नि। अनि आधुनिक सफ्टवेयर प्रणाली भएको आजको शेयर बजारमा 4 अर्ब रुपैयाँ हावामा उडिरहँदा कुनै रेड फ्ल्याग उठेन। नियामक निकायहरू के निदाएर बसेका थिए? कि जानी जानी आँखा चिम्लिएका हुन्? यो एकदमै जायज र गम्भीर प्रश्न हो। यसलाई अलिकति ठूलो चित्रसँग जोडेर हेर्ने हो भने नि हामीले यो बुझ्नुपर्छ कि यो केवल एउटा ब्रोकर वा केही चतुर व्यापारीहरूको मात्र सफलता होइन, यो त समग्र नियामक प्रणालीको नग्न असफलता हो। प्रणालीकै असफलता हो। स्रोत सामग्रीले मुख्यतया 3 वटा संरचनागत कमजोरीहरूलाई यसको कारक मानेको छ। पहिलो कमजोरी के हो त? पहिलो, रियल टाइम अनुगमन प्रणालीको चरम अभाव। आजको युगमा जहाँ अल्गोरिदमले मिलिसेकेन्डका शङ्कास्पद गतिविधि ट्र्याक गर्छन्, त्यहाँ यत्रो उधारो कारोबार र वाश ट्रेडिङ महिनौसम्म प्रणालीले किन अटोमेटिक अलर्ट गरेन? खै, अचम्म छ। यो प्रविधिको मात्र नभई नियतको पनि प्रश्न हो। त्यही त, सफ्टवेयरले नदेख्नु भनेको त कतै देख्न नचाहेरै भित्रभित्रै सेटिङ मिलाइएको त होइन भन्ने शङ्का उब्जाउँछ नि। अनि दोस्रो कमजोरी चाहिँ के औल्याएको छ त? किनकि यहाँ सेबोनको मात्र गल्ती छैन, बीमा कम्पनीको पैसा डुब्दा बीमा प्राधिकरण पनि त छ नि, होइन र? हो। दोस्रो र सायद सबैभन्दा चिन्ताजनक पक्ष भनेको बीमा प्राधिकरणको अन्धोपन हो। अन्धोपन भन्ने मिल्छ र? मिल्छ नि। बीमा कम्पनीहरू भनेका आम नागरिकको अन्तिम सुरक्षा जाल हुन्। उनीहरूले नागरिकको पैसा कहाँ, कति र कस्तो शेयरमा लगानी गर्छन् भन्ने कुरामा कडा र नियमित सुपरिवेक्षण हुनुपर्छ। एकदम। तर एउटै प्रकृतिको, त्यो पनि कृत्रिम रूपमा मूल्य अचाक्ली बढाइएको शङ्कास्पद शेयरमा यति ठूलो रकम खन्याइदा बीमा प्राधिकरण पूर्ण रूपमा बेखबर रहनु भनेको सामान्य लापरवाही मात्र हुन सक्दैन। त्यही त। अनि तेस्रो कारण नि जसले यो सबैलाई सम्भव बनायो। तेस्रो कारणले अघिल्ला दुवै कारणलाई पुष्टि गर्छ। त्यो हो हितको द्वन्द्व, जसलाई कन्फ्लिक्ट अफ इन्ट्रेस्ट भनिन्छ, र नियामक कब्जा अर्थात् रेगुलेटरी क्याप्चर। यो अलिक गम्भीर सुनिन्छ। कसरी भयो यो? विचार गरौँ त, भट्ट र उनको समूहका सदस्यहरू को हुन्? उनीहरू आफै ठूला लगानीकर्ता हुन्, आफै तिनै बीमा कम्पनीका सञ्चालक वा अध्यक्ष हुन्, र ब्रोकरहरूसँग उनीहरूको अघोषित साँठगाँठ छ। ए, सबैतिर उनीहरूकै मान्छे हो नि। जब यस्ता शक्तिशाली व्यापारिक घरानाहरूले आफ्नै फाइदाको लागि नियामक निकायका व्यक्तिहरूलाई नै आफ्नो प्रभाव वा मुठीमा राख्छन्, तब सबै अलर्टहरू बन्द गरिन्छन्। बाफ्रे। एउटै व्यक्ति टेबलको दुवैतिर बस्न पाउने, अर्थात् बेच्ने पनि आफै र किन्ने संस्थाको निर्णयकर्ता पनि आफै। यो संरचनागत छिद्र नै यो 4 अर्बको घोटालाको मुख्य साँचो हो। रक्षक नै भक्षक भइसकेपछि यो प्रणालीमा कसलाई विश्वास गर्ने भन्ने गम्भीर प्रश्न उठ्छ नि। समस्या, योजना र त्यसका पात्रहरू त छर्लङ्ग भए, तर अब के त? धितोपत्र बोर्डले यो रिपोर्ट सार्वजनिक गरेर तरङ्ग त ल्यायो, तर कारबाहीको दिशा कता जाँदैछ नि? धितोपत्र बोर्डले केही कडा कदमहरू पक्कै चालेको छ। जस्तै के गर्यो? पहिलो एक्सन स्वरूप ब्रिक्विटी स्टक ब्रोकिङलाई निलम्बन गरिएको छ। असीमित उधारो सुविधा दिएको कारण यो कदम चालिएको हो। त्यो त हुनै पर्थ्यो। तर कुरा यतिमै रोकिँदैन। यति ठूलो रकमको चलखेल भएकाले सबै आरोपितहरू विरुद्ध थप आपराधिक अनुसन्धानका लागि नेपाल प्रहरी प्रधान कार्यालय CIB लाई सिफारिस गरिएको छ। ए, पुलिस केस नै भइसक्यो? हो नि। त्यस्तै बीमा कम्पनीको कोष दुरुपयोग भएको हुनाले बीमा प्राधिकरणलाई र यो अर्बौं रुपियाँको कालो धन वा स्रोतविहीन सम्पत्तिको अनुसन्धान गर्न सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागलाई पनि पत्रचार गरिएको छ। जे होस्, फाइलहरू अगाडि बढेका छन्। अनि एउटा कुरा, स्रोत सामग्रीले यस घटनालाई लिएर एउटा रोचक राजनैतिक सन्दर्भ पनि उल्लेख गरेको छ नि, होइन र? हो, स्रोत सामग्रीमा एउटा निकै चाखलाग्दो राजनैतिक अवलोकन पनि छ। तर यहाँनिर एउटा सानो जानकारी गरौँ है। भन्नुहोस् न। हामी यहाँ केवल स्रोतमा उल्लेख भएको कुरालाई सन्देशवाहकको रूपमा मात्र प्रस्तुत गर्दैछौँ। यसमा हाम्रो कुनै राजनीतिक समर्थन वा विरोध जोडिएको छैन। हो, एकदम। हामी मात्र स्रोतको कुरा गर्दैछौँ। स्रोतले यो पुरै प्रकरणलाई बालेन शाह सरकारको परीक्षाको रूपमा चित्रण गरेको छ। एउटा ठूलो परीक्षा? कसरी नि?
स्रोतको विश्लेषण अनुसार नि यो घटनाले वर्तमान नेतृत्वको आर्थिक सुशासनप्रतिको वास्तविक प्रतिबद्धता परीक्षण गर्नेछ। यदि यस प्रकरणमा गहिरो अनुसन्धान भएर निर्मम कारबाही भयो भने वित्तीय क्षेत्रमा एउटा कडा सन्देश जानेछ र बजार स्वच्छ हुनेछ। तर विगतमा जस्तै राजनीतिक दबाव वा सेटिङमा फाइल बन्द गरियो वा अनुसन्धान कमजोर बनाइयो भने चाहिँ पुरानै लुटको संस्कृतिले निरन्तरता पाउनेछ। अनि त्यसको मूल्य त फेरि पनि सामान्य लगानीकर्ताले नै चुकाउनु पर्ने होला। एकदम त्यही कुरा स्रोतले औँग्याएको छ। त्यसो भए यसको समग्र अर्थ के हो त? यदि हामीले साँच्चै नै बजार सुधार्ने हो भने यो एउटा घटनामा कारवाही गरेर मात्र त पुग्दैन होला नि? पुग्दैन, संरचनागत सुधार नै चाहिन्छ। स्रोतले सुधारका केही उपायहरू पनि दिएको छ नि त। मैले ती उपायहरू हेरेको थिएँ, जस्तो कि रियल टाइम अनुगमन, ब्रोकरमा कडा नियम, बीमा लगानीमा पारदर्शिता, हितको द्वन्द्वमा रोक, विसल ब्लोअर संरक्षण र कठोर सजाय। हो, यी 6वटा उपायहरू। यी कुराहरू सुन्दा त एकदमै आधारभूत लाग्छन् नि। जस्तो यो रियल टाइम अनुगमन त आजको दिनमा कुनै ठूलो प्रविधिको कुरा नै होइन नि। यो त पहिलेदेखि नै हुनुपर्ने होइन र? एकदमै हो नि। सामान्य जीवनमा हेर्ने हो भने कसैले विदेशमा आफ्नो क्रेडिट कार्ड स्वाइप गर्ने बित्तिकै नेपालमा मोबाइलमा अलर्ट आउँछ। हो नि, तुरुन्तै मेसेज आइहाल्छ। अनि खर्बौंको पुँजी बजारमा कसैले अर्बौंको उधारो कारोबार गर्दा सिस्टमले नदेख्नु भनेको प्रविधिको कमी त पक्कै होइन, यो प्रणालीगत व्यवस्था नै हो। अनि स्रोतले उठाएको अर्को महत्त्वपूर्ण कुरा विसल ब्लोअर संरक्षण अर्थात् सूचना दिनेको सुरक्षा। यो एकदम जरुरी छ। यस्ता ठूला घोटालाहरू भित्रैका कर्मचारी वा तल्लो तहका अधिकारीहरूलाई त थाहा हुन्छ नि, तर ज्यान र जागिरको डरले उनीहरू बोल्न सक्दैनन्। जसले यस्तो भित्री गडबडी बाहिर ल्याउँछ उसलाई पुरस्कार र कानुनी सुरक्षा दिने हो भने आधा भ्रष्टाचार त त्यत्तिकै रोकिन्छ। त्यही त। अनि त्यो हितको द्वन्द्वको कुरा त झनै गम्भीर लाग्यो मलाई। कसरी? एउटा व्यक्तिले आफ्नै लगानी कम्पनी पनि चलाउने अनि फेरि सर्वसाधारणको पैसा भएको बीमा कम्पनीको बोर्डमा पनि बस्ने। यो दोहोरो भूमिकालाई कानूनले नै पूर्ण रूपमा बन्देज लगाउनु पर्छ नि। एकदम सही भन्नुभयो। र सजायको कुरा गर्दा 2-4 लाख जरिवाना तिराएर छोड्ने त हुँदै होइन। आर्थिक अपराधमा संलग्नहरूको सम्पत्ति जफत र आजीवन बजारमा प्रतिबन्ध लगाउने जस्ता कठोर सजाय नभएसम्म यो अपराध चलिरहन्छ। 4 अर्ब कमाएर केही लाख जरिवाना तिर्नु त उनीहरूको लागि सजाय होइन, व्यापारको एउटा सानो खर्च मात्र भयो नि। तपाईको विश्लेषण 100% सही छ। हामीले यो पुरै घटनाक्रमलाई बुझ्दा एउटा कुरा कहिल्यै बिर्सनु हुँदैन है। कुन कुरा? यो 4 अर्ब रुपैयाँ भनेको बोर्डको रिपोर्टमा छापिएको कालो मसीको अङ्क मात्र होइन। यो त लाखौं परिवारको जीवनभरको बचत हो। हो नि। कसैको छोराछोरीको शिक्षाको लागि छुट्याइएको रकम हो त कसैको बुढेसकालको सहारा। केही मुठ्ठीभर व्यक्तिहरूले सार्वजनिक सम्पत्तिलाई आफ्नो निजी पेवा जस्तो गरी दोहन गरे। धितोपत्र बोर्डले अनुसन्धान गरेर यो रिपोर्ट निकाल्नु एउटा साहसी पाइला पक्कै हो, तर यो केवल सुरुवात मात्र हो नि। जबसम्म संरचनात्मक छिद्रहरू टालिँदैनन् र न्याय प्रणालीले साँच्चै काम गर्दैन, तबसम्म हाम्रो पुँजी बजार सर्वसाधारणको लागि कहिल्यै विश्वासयोग्य बन्न सक्दैन। एकदम सही कुरा। र यहीँनेर म आजको यस विस्तृत मन्थनलाई बिट मार्दै एउटा गहिरो प्रश्न छोड्न चाहन्छु। हौस्। यदि एउटा ब्रोकर र केही व्यक्तिहरूको सानो समूहले मिलेर नियामकहरूको नाकै मुनि झण्डै 1 वर्षसम्म 4 अर्ब रुपैयाँको यस्तो भुतिया कारोबार निर्धक्क चलाउन सक्छन् र हाम्रा नियामक निकायहरू अन्तिम प्रहरमा मात्र ब्युजिन्छन् भने के हाम्रो यो समग्र वित्तीय सुरक्षा जाल साँच्चै नै ठूला माछाहरू समात्नको लागि बनाइएको हो त? वा यो जाल केवल साना र सर्वसाधारण लगानीकर्ताहरूलाई मात्र अल्झाउन, तर्साउन र उनीहरूकै स्रोत साधन चुस्न बिछाइएको हो? यसबारे गहिरिएर सोच्दै गर्नुहोला। आजको यस गहिरो विश्लेषणबाट हामी बिदा माग्छौं।